सो ह्याप्पी दसैँ गाइस, ह्याप्पी दसैँ सबैलाई। एन्ड आज चाहिँ हामी दाजु भाइ होइन यसो भर्खर टिकाटालो गरेर टिकाटालो दसैँ टिका लगाएर होइन हामी चाहिँ अब तपाईँको निक्लिन आँटेको एकछिन राइडमा हिँडेको होइन। म त्यही हाफ प्यान्ट लाउँछु, तिमी हाफ प्यान्टमा जान्छौ? हाफ प्यान्टमा हाम्रो मेरो भाइ यहाँ अनुज खरसाङबाट मेरो बाइक चलाउने अरे होइन। अनि हाम्रो नेक युमो होइन, अनि हाम्रो विवेक फ्रम नेपाल होइन, सक्नुहुन्छ। म चल्नु पर्छ, म चल्छु। म नि आज हन्टर चलाउनु आँटेको होइन। सो यहाँ हाम्रो गाई यहाँ खुट्टा चाहिँ भेटेको छैन भाइले होइन, तर पनि चलाउँछ अरे। सो पछाडि मेरो पिलियन छ नेक एज अलवेज, यु नो हिम। सो स्टे ट्युन गाइज। आज एकछिन हामी पर मामाहरूलाई भेट्ने हो नि त कि, मामाहरूसँग एकछिन जस्ट गाउँको राइड गर्ने हो। तपाईँलाई देखाउन चाहन्छु बाटोमा होइन। अनि मेरो टिका पनि हेरिहाल्नु, टिका हेर्नु, टिका खतरनाक लागेको छ नि। स्टे ट्युन गाइज। सो गाइस हामी चाहिँ अहिले होइन काकाको घर आइपुगेछौँ, तर काकालाई चाहिँ दसैँ लागेको जस्तो लागिरहेको छ गाइस। र हाम्रो साथ आज जोडिराख्नु भएको छ नयाँ मेहमान एकेओए अरे एकेए अनुज भन्न खुट्टा नभेट्नु पनि साह्रो छ गाइस होइन। सो उसको तपाईँ हालत हेर्नु सक्नुहुन्छ, उसको हालत मेरो बाइक लडायो भने चाहिँ उसको जस्तो गार्ड पनि छैन यहाँ भित्र सोचौँ बोलाएर, तर पनि भेट्दैन उसले। सो हामी चाहिँ यहाँ बसिरहेको छौँ। हाम्रो गाउँ तपाईँ हेर्नु सक्नुहुन्छ होइन, एकदम चौपकोट सिटी होइन, हरियाली सिटी हो क्या सिटी। अहिले चाहिँ हामी हाम्रो सागर दाको गाउँ छौँ, मामाहरूको घरमा हो। दुईजनाले चाहिँ घुमाएर लाउने अरे, कता हेरौँ न। टिका सिका लगाइहाल्यो हो, पैसा थाहा पाइयो। ए ला पैसा त मेरो बुझ्याउँछ त यार गाइस, पर्खिनुहोस् है। सो हामी चाहिँ यहाँ दादाले लिन आएको सागर दालाई होइन। खै अब हाम्रो यहाँ सागर दाले हेर्नु सक्नुहुन्छ तपाईँ। मैले त भ्लग बनाइदिएको नि, भ्लग बनाइदिएको नि मैले चाहिँ। के छ अन्त आज मेरो भ्लगमा इन्ट्रो हुँदैछ तपाईँको, के छ खबर छ भन्नु, कस्तो लाग्छ दसैँको दिन? भाइको भ्लग एकदम बढेर 1 मिलियन पुगोस् होइन। अघि आशीर्वाद दिइसकेको होइन। चनमाको मेसिन होइन। विवेक के गर्नु थाल्यो? ओ सो अहिले हामी चाहिँ अब चन्माकोमा आइपुगिसक्यो होइन, टिका सिका लगाइसक्यो अघि। चन्मा तपाईँलाई आज इन्ट्रो हुन्छ भ्लगमा, मेरो के छ खबर? आज अब आज चाहिँ हाम्रो गाउँको ट्रिप छ दसैँको दिनमा होइन। यता जस्ट नै भन्छ काकाले। अनि मैले भनेको नि बङ्गलादेश चाहिँ 1 घन्टा होइन 15 मिनटमा पुगाइदिन्छु म भनेको क्या। लु यहाँबाट सिधा पुगे गयो नि पुग्छ हो। खोइ पाकिस्तान लोग्दिने क्या। हल्का चन्मा चाहिँ हल्का हुनु जानुभएको छ, हामी चाहिँ भारी हुँदै गइरहेको छ अगाडिसम्म। सो स्टेडियम गाइज अब अगाडि कहाँ हुन्छ हेरौँ। चितुवाको खोजमा गएको हामी चाहिँ खासमा चितुवा खोज्न गएको। हाम्रो चाहिँ अब राइड स्टार्ट हुन भन्न त भन्न। सो गाइज अब चाहिँ हाम्रो राइड स्टार्ट हुन आँटेको छ। अगाडि 3जना छ, पछाडि 3जना छ। मेरो गाडीको पम्चर चाहिँ हुन आँटेको छ, अगाडि हेर्नु सक्नुहुन्छ। सो अब हामी चाहिँ जान आँटेको, म चन्दनमा निखिल एउटा गाडीमा छु। हामी चाहिँ अहिले विटन पुग्यौँ, देखाइदियो निखिल विटन स्कुल। यो चाहिँ अब हाम्रो गाउँको फर्स्ट भ्लग होइन मेरो दाको च्यानलमा। चौपोखरी सिटी तपाईँहरू हेर्नु सक्नुहुन्छ। हरियाली चाहिँ हरियाली छ। अझै तपाईँहरूलाई डिसेम्बरको महिनामा चाहिँ हात्तीको भ्लग चाहिँ ल्याउने हाम्रो प्रयास हुन्छ। शुद्ध नेपाली बोल्दै गरे आज भ्लगमा होइन, प्रयास जारी छ। उहाँ अगाडि हाम्रो देख्नु सक्नुहुन्छ होला भाइहरू, जाँदैछ तोप जाँदैछ। कस्तो साह्रो यार यसको यार मेरो चलाएर त। धान भयो हाम्रो उयो पनि छ, अझै चियापत्तीको बगान पनि छ, हेर्नु सक्नुहुन्छ तपाईँहरू मजाले। चितुवा पनि आउँछ। अस्ति त झन् एकजना फाइट पनि भएछ चितुवासँग। त्यो मान्छेलाई अब कुनै दिन फिचर गर्नु चाहन्छु भने, तपाईँ फिचर गर्नु चाहनुहुन्छ भने भन्नुहोस्, कमेन्ट गर्नुहोस्, हामी फिचर गर्छु त्यो मान्छेलाई। चितुवासँग गरे मान्छेले फाइट गरिदियो चितुवाको हलुवा टाइट। लगाइस हामी चाहिँ अहिले हाम्रो गाउँ भगवानगुडी भन्ने गाउँ पुगिसक्यौँ होइन। भगवानगुडी भन्ने चाहिँ किन नाम पऱ्यो त्यो त अहिलेसम्म हामीलाई पनि थाहा छैन। भगवानगुडीको मान्छेहरूलाई थाहा होला के हो कसो हो, त्यो भगवानगुडीको मान्छेहरूलाई सोध्नुहोस् होला तपाईँहरू। र भ्यू देख्नु सक्नुहुन्छ तपाईँहरू, भगवानगुडी पनि साह्रै रमाइलो, साह्रै राम्रो ठाउँ, पिसफुल छ। कुनै दिन तपाईँहरू चौपोखरी सिटी आउनु भयो भने तपाईँहरू भगवानगुडी एक्सप्लोर गर्नु म तपाईँहरूलाई एन्करेज गर्न चाहन्छु। ल गाइस अब मेरो भाइको कथा सुनेर तपाईँलाई हल्का रमाइलो भयो कि भएन कमेन्ट गर्नु होला होइन। अनि अहिले चाहिँ हामी तपाईँको ताराबाडी अलमोस्ट पुगिसक्यौँ भनौँ न। यो छेउछाउमा बगान छ, यहाँ चितुवाहरू पनि आउँछ बेलुकातिर घुम्दा चाहिँ होइन। तर अहिले चाहिँ अब केटाहरू नै चितुवा जस्तो भइरहेछ। चितुवाले पनि सोध्छ अट्याक गर्नुभन्दा अगाडि 10 पल्ट होइन। अब त्यही भन्न चाहन्छु म, के भन्नु अब तपाईँहरूलाई। अब त्यही हो, यस्तै हो दसैँको बेला। ह्याप्पी दसैँ गाइस।
स्टेट्युन्ड ल गाइस तपाईँहरू देख्नु सक्नुहुन्छ होला मेरो दाजुको भोइस ओभर चाहिँ मैले लिइसकेको छु अहिले भ्लगिङको कमान्ड अहिले निखिलको हातमा छ राम्रो साह्रै राम्रो भ्यू पनि छ हाम्रो किस्तिपुर भन्दा पनि चौबन्दी सिटीको भ्यू चाहिँ साह्रै राम्रो छ अहिले हामीहरू ताराबारी पुग्न आँटेको छौँ र ताराबारीको भ्यू तपाईँहरू देख्नु सक्नुहुन्छ होला पछाडि बगानै बगान छ साह्रै रमाइलो छ म तपाईँहरूलाई प्रस्तुति दिन चाहन्छु हाम्रो उयसको भ्लगिङ गर्नु यहाँ सयामानेहरू पनि बसिरहेको छ पुरै सयामानेको आमा पनि रहेछ झन्डै पिट्यो मलाई भन्नु क्या समझ रहे हो आप समझ रहे हो के भन्छ काका तपाईँ म के भन्छु अब केटाहरूले के गर्छ यहाँ अब र गाइस हाम्रो भ्लगमा नयाँ मान्छे जोडिसकेको छ अहिले हामीहरू त आइपुगेको थियौँ ताराबारी होइन जाँदा जाँदा चाहिँ हेर्नु डेड एन्ड आइपुग्यौँ हामीहरू बाटो चाहिँ तपाईँ देख्नु सक्नुहुन्छ यहाँ छ हो गाडी केटाहरू यहाँ छ अनि डेड एन्ड छैन केही छैन यहाँ अगाडि डेड एन्ड बाटो चाहिँ छ रहेछ गाइस सरी बाटो चाहिँ रहेछ यहाँ रहेछ तर त्यो बाटो छ कि छैन त्यो पनि हामीलाई फिक्स छैन पुग्छौँ कि पुग्दिनँ हाम्रो डेस्टिनी अब हामी घरबाट त निक्लिसक्यौँ घुम्ने भनेर अब हेरौँ होइन बाटो पाए पनि नपाए पनि एउटा मजाको रमाइलो एक्सपिरियन्स हुनेछ हाम्रो हिँडेर हाम्रो केटाहरू जाँदैछ बाटो पार हुन्छ अनि मेन हाम्रो भ्लगर बोय गाइज मैले चाहिँ मेरो बाइक चाहिँ मुटुमा ढुङ्गा राखेर दिइरहेको छु केटाहरूलाई उहाँ ऐनातिर लगाउला जस्तो टेन्सन लागेको छ गाइज तर होइन के भन्नु अब भाइहरू हो चिल गर्नै पर्यो हो सो हामी चाहिँ अहिले जाँदैछौँ ताराबारीमा पुगिसक्यौँ होइन जन्म तपाईँलाई कस्तो लागेको छ एकदम दामी लागिरहेको छ भान्जासँग घुम्दा आज भान्जाको ब्लगमा आउँदा बहुत मन पऱ्यो मलाई के भन्नु चाहनुहुन्छ भ्युवर्सहरूलाई अब सर त्यही भनिदिन्छु अब भान्जालाई फलो गरिदिनुहोस् सब्सक्राइब पनि गरिदिनुहोस् अब हाम्रो ब्लग बनाउनु जान्दिनँ होइन सो स्टे ट्युन गाइस सो यो फ्लावर्स पनि मैले आफ्टर बहुत मेनी इयर्स त देखेको फुल यार मैले रोशनको होइन रोमन कि रोशन हो होइन रोशन त त्यहाँको गाइस घुम्न आएको हो यहाँ हाम्रो सागरदाले भनेर कहाँ ल्यायो अचानक यहाँ अब केटाहरू त यहाँ खै हो सेउहरू यो चाहिँ कोकै तपाईँको कोक खाना आँटेको होइन कस्तो लागेको छ तपाईँलाई दादा फिल एकदम फ्रिडम फिल राम्रो लागिरहेको छ मजा आएर छ दसैँमा अरू बेला त घरमा काममा बिजी हुन्छ आज मात्रै हो वान डे सबभन्दा फ्रेस तर म चाहिँ छक्कै परेर चाहिँ बस्छौँ भनेको हामी कहाँ आएको घुम्नु भनेर यता बसिरहेको छ गर्दैन त्यसै नै अब यहाँ कोक्सो खाएर निक्लिने सो स्टेडियम है दुईजना पिसा बन्नु गएको खोइ हरायो केटाहरू भित्रै म चाहिँ मेरो सागरदालाई दिएर चाहिँ भिडियो गर्नु गाइस ल हुन्छ गाइस अब म गर्छु भोइस ओभर गर्नु ल बादमा मिस्टीहरू नदेऊ न अनुपा इस हाम्रो अनुपाले मिस्टीहरू लिएर आइदिएको छ तर मिस्टीसित अब वर्ल्डको सबैभन्दा राम्री भनेर हाम्रो भाइ भान्जा बसिरहेको छ यहाँ अनुपा हाई गरिदेऊ न अनि ल हाई गरिदेऊ न ल हाई अरे हाम्रो अनुपाले ल यहाँ मम्मीले खाना पकाउनु हुँदैछ आन्टीले हजुर गाउँघरमा यस्तै हो होइन हजुर कहाँ बस्नु हौ बेनार आउनुहुन्छ अहिले यो चाहिँ नबोक्नु केटा हो सो सागरदाल चाहिँ भिडियो गर्नु बस्नु तपाईँले होइन अलिक अन्धिरो गरेर चाहिँ अहिले अब यहाँ निक्लिन कफी सरी कोक्सो खाएर हामी चाहिँ निक्ल्यौँ भनेको खोइ सागरदाले के भन्छ अब मसिन बसेर निक्ल्यौँ होला होइन चनमा थपडी विवेकले चाहिँ यहाँ सक्दिनै भयो हाम्रो
ल अब चाहिँ जाउँ होइन अब जहाँ बाटोले लैजाऊ जहाँ समयले पुऱ्याउँछ अब चाहिँ खतरा देख्यो त यतापट्टि त्यहाँ लु आम्बो केटाहरूलाई त सय खतरा अब चाहिँ सय हामी कहाँ जानु आँटेको भन्दा जहाँ बाटोले पुऱ्याउँछ जहाँ समयले लैजाउँछ ओ सागर दा अब कति सरप्राइज छ हौ सिधै अगाडि म जहाँ भन्छु त्यहाँ लैजाऊ न सागर दा ओ सागर दा कति सरप्राइज छ कति सरप्राइज छ जाउँ न क्या सरप्राइज तिमीहरू अगाडि जाऊ है हामी पछाडि जाउँ सोचेको पनि थिएन जिन्दगीमा यहाँ आइपुगेर लु गाइस स्टे ट्युन अब चाहिँ अब एकछिन पर्खिरहेको सो गाइस हामीले चाहिँ के भन्छ आफ्नै गाउँमा क्या अब आफ्नै गाउँ त हो होइन सोपोको सिटी त हामीले चाहिँ सोचेको थियौँ यहाँ तपाईँ सोचेको थियौँ सुनेको थियौँ यहाँ झर्ना छ अरे क्या अन्त तारापट्टिको त्यतैतिर सुनेको थियो केटाहरूले भन्थ्यो यो बाटो होइन सो हिजो पानी पनि परेछ राम्रो होला भनेर अब बाटो चाहिँ हामीले याद छैन कहाँ रहेछ भनेर सो यसो यहाँबाट पस्ने ठाउँ थियो तारापट्टि छेउमा अनि त्यही भएर लेट्स ट्राई भनेर चाहिँ हामी आएको हो कि कतै भनेर क्या यतै रहेछ कि कतै भनेर अब यो हो कि होइन त थाहा छैन यहाँ चाहिँ बगान पनि छ बिचमा हो चितुवाहरू पनि आउँछ होला तपाईँहरू चाहिँ यतिकै एक्लै एक्लै चाहिँ नहिँड्नु हामी त अब केटाकेटाहरू छ ग्रुपमा छ हो ग्रुपमा नि यो बाटो हिँड्नु रिस्की नै हो तर पनि अब यसो कोही बेला मन हुन्छ सबैलाई होइन त्यही भएर आएको ऊ पर गइसक्यो केटाहरू सक्नुहुन्छ मैले भाइ र चन्दनमा यहाँ झर्नाको त मलाई यहाँ नामो निशान देखेको छुइनँ खोलाको चाहिँ देखेँ यो चाहिँ हाम्रो च्याङ्गा खोला हो मोस्ट फेमस खोला अफ आवर चौपोखरी एकदमै फेमस खोला हो यो खोला चाहिँ यो खोलामा चाहिँ एकदम हुन्छ नि पानी बग्छ क्या पानी झर्छ होला त उत्यहाँ म पनि त्यस्तै लाग्छ उतापट्टि होला त्यतैतिर लाग्दैछ मलाई पनि हो यो बिचको हो कि कतै यो बिचमा अलिकति पस्छ छै यो बिचमा अगाडि सो गाइज हामी चाहिँ झर्ना खोज्नु गएको थियौँ भेटेन पनि चन्द्रमाले पनि अब हाम्रो सपनै भयो अब नेक्स्ट टाइम कोही बेला केटाहरूलाई लिएर नि जलाइदिएछ आउनु पर्ला होइन घरमा जिन्दगी बाद भी जिन्दगी साथ भी त्यस्तै हो सो स्टेट्युन अब चाहिँ घर पुग्नु आँटेको एन्ड गर्नु आँटेको भिडियो पनि अब एकपल्ट तपाईँलाई म नजर देखाउन जान्छु बगानको सिक्किम खरसाङ दार्जिलिङ खरसाङ सबै देख्छ यहाँबाट मजाको पाहाडको पनि भ्यू छ गाइज हेर्नु सक्नुहुन्छ तपाईँ ल अब चाहिँ हामी निक्लिने हन्टरमा भाइलाई भिडियो गर्छ तिनजना बस्यो भने चाहिँ बेसी उकालोमा त लड्ने रहेछ पछाडि गियर पनि देख्छ ओए स्लिपरी छ यार आम्बो हामी भिडियो हेरेर ओ मा डर लाग्दो छ त हौ गाइस यो त खोला हो क्या यो त सानो म्यानो धर्ती नपर्ने भन्दा अगाडि यहाँ खोला थिएन क्या धर्ती नपर्ने के भनेको होला मैले फेरि मामा जन्मा लु है यस्तो बाटो है बाटो हो कि लाटो हो कि माटो हो यो त ओन्ली माटो हो नो बाटो ब्रो यो केही होइन यो मजाक हो एउटा सो गाइस हाम्रो एक राउन्ड पनि भयो आज हाम्रो होइन ताराबाडी त्यो उयो होइन के छ के भन्नु तपाईँलाई अरे भन्नु न आउने होइन अब सागर दाजु राइड गरिकन दामी लाग्यो अमरको बाइकमा सो स्टे ट्युन गाइस एन्ड इफ यु आर न्यू प्लिज डु सब्सक्राइब